नमस्कार सम्पूर्णमा। यो चाहिँ हाम्रो हिजो बारदशी डाँडा वनमा चाहिँ यो हाम्रो यो पिकनिक स्पोट एकदमै फेमस ठाउँ। एकदम धेरै टाढा टाढाबाट आउनुहुन्छ, फ्यामिलीहरू आउनुहुन्छ, विद्यार्थीहरू स्कुल छुट्टी भएको बेलामा आउनुहुन्छ होइन। पुरै स्कुलको सम्पूर्ण सर विद्यार्थीहरू सबै सम्पूर्ण आउनुहुन्छ, धेरैजना आउनुहुन्छ, यहाँनिर घुम्नुहुन्छ ठाउँनुहुन्छ। अब नजिककोलाई त अब भनेर खुट्टा खाएर मार मेरो त, तर टाढा बसेर भिडियो हेरेर मनोरञ्जन गर्नुहुनेहरूलाई केही जानकारी दिउँ भनेर यो चाहिँ हाम्रो श्रम संस्कृति पार्टीद्वारा चाहिँ सञ्चालित हाम्रो यो श्रमदान अभियान, यो पालिको श्रमदान अभियान चाहिँ हाम्रो यो डाँडामा थियो। हिजो सकियो यो हाम्रो। अब आउँदो हप्ता पनि यहीँ हुन्छ, 1-2 हप्ता चाहिँ यहीँ लाग्छ होला। यति बेला एकदमै टाढाबाट आउनुहुन्छ, घुम्नुहुन्छ, रमाउनुहुन्छ है, जानुहुन्छ आएर यतै। तर अलिकति अव्यवस्थित तरिकाले उहाँहरू त्यही जहाँ चाहिँ गिलासहरू फुटाएर दिने है, गिलास बोतलहरू सिसाहरू एकदमै धेरै छ है यहाँनिर। सिसाहरू अनि यो पानी बोतलहरू अलिकति तपाईँहरू आउनुहोस्, घुम्नुहोस्, तर अलिकति व्यवस्थित तरिकाले योहरू एक ठाउँमा जम्मा गरेर एक ठाउँमा राखिदिनु। तपाईँले त्यसरी राम्ररी गर्नुभयो भने फेरि अब पछि अरू आउनेहरूले पनि त्यस्तो गर्नुहुन्छ है। सबैजनाले त्यही तरिकाले एकजनाले, दुईजनाले, तिनजनाले मात्रै राम्रो गरेर सफा गरेर हुँदैन। यो भनेको तपाईँ हामी सबैको साझा सम्पत्ति हो होइन, सबैजनाले मिलेर गर्नुपर्छ भनेको होइन। त्यो भएको कारणले गर्दाखेरि हामीले एउटा यो सानो पहल थालेको छौँ। तपाईँहरूलाई के कस्तो लाग्छ, राम्रो लाग्छ, के लाग्छ, जस्तो कस्तो है यो भिडियो कस्तो लाग्छ, राम्रो लाग्छ भने तपाईँहरू लाइक, सब्सक्राइब पनि गर्न नबिर्सिनु होला है। यस्तो भिडियो फेसबुकमा चाहिँ आइरहेको प्रत्येक शनिबार हाम्रो सम्मान हुन्छ। यो पालिदेखि चाहिँ हाम्रो युट्युबमा पनि आउनु थालेको छ है। यो मेरो यो अफिसियल च्यानल हो, तपाईँहरू सब्सक्राइब गरिदिनु होला, बेल आइकन पनि बजाइदिनु होला, ताकि यस्तै प्रत्येक हप्ता आउने हाम्रो यो सम्मानको भिडियो तपाईँहरूले हेर्न सक्नुहुन्छ है। जतिजना पनि कति ठाउँहरू चाहिँ सफाइ गर्नुहुन्छ है भन्ने सबैलाई चाहिँ तपाईँहरू जोडिन सक्नुहुन्छ। सेयर गरिदिनु भने जति पनि देश विदेशमा उहाँहरूले पनि देख्नुहुन्छ कि हामीले गरिरहेको कार्यहरूलाई दिनुहुन्छ है। केही सुनेर पनि आउँछन् नि, कति नजिकै भएको साथीभाइहरू जोडिनु भएको छैन होइन। कार्य व्यस्तताले गर्दा कसैलाई मोटिभेसन हामीले पनि केही गर्नुपर्छ है, गर्नुपर्ने छ भन्ने उहाँहरूलाई पनि लाग्छ। उहाँहरू पनि गर्न चाहनु इच्छुक हुनुहुनेहरू हाम्रो भिडियो मार्फत जोडिन सक्नुहुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ हामी भिडियो बनाउने गर्छौँ है। होला ल हेर्नुहोस् अब अहिले कस्तो छ अवस्था। भिडियो योभन्दा अगाडिको क्लिपहरू हामीले बनाउन गएन, एकदमै देखाउने खालको अवस्था थियो है। अनि जय श्रमदान धेरै काम बाँकी नै छ, हेर्नु होला है। भिडियो चाहिँ अलिकति साउन्डहरू त्यति खासै बोलेर नबनाएको कारणले गर्दाखेरि सानो भिडियोमा भोइस ओभर पनि गरेर हाल्ने गर्छ। यसलाई चाहिँ सुधार दिनु। अब हाम्रो पनि भर्खर सुरुवाती चरणहरू हामी प्रोसेसमा त्यस्तो तरिकाले बनाउनु पनि सक्दैनौँ है। स्वीकारिदिनु होला। यसको लागि पनि कुनै कुरा पनि त एकैचोटि सबैले जानेर आउँदैन, जति गर्छ त्यो सिक्दै जानेर हामी पनि आउँदो दिनहरूमा राम्रो पनि गर्छौँ है, आशा छ। अनि अरू कुरो साउन्ड क्लियर छैन, मेरो चाहिँ अलिकति साउन्ड क्लियर छैन, अलिकति मसँग माइक पनि छैन। माइक चाहिँ हुनु जरुरी रहेछ। अब माइक बिस्तारै यो शब्द गरौँला। अहिले चाहिँ यस्तै तरिकाले नै काम चलाउँदै गरौँ। यो यो अभियान चाहिँ हो, हेरिदिनु होला है। त तपाईँहरूले कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला, साथ सपोर्ट गर्नुभएकोमा भिडियो हेर्नु धेरै धन्यवाद। आउँदो भिडियोमा